नमस्कार सम्पूर्णमा म अमित कुमार महतो आज पुनः तपाईहरुको सामु एउटा यस्तो रोगलाई लिएर आएको छु जुन हाम्रो नेपालमा प्रायजसो धेरै मान्छेलाई ग्रसित बनाइसकेछ। तपाईहरुले पनि सुन्नु भएको होला, चाहे तपाईहरुकै परिवारमा चाहे तपाईहरुको कुनै छिमेकीमा कसैलाई यो रोग लागेकै हुनुपर्छ। त्यो रोग अरु केही हैन, डायबेटिक मेलाइटस हो। यसलाई चिनी, सुगर, मधुमेह भनेर पनि चिनिन्छन्। आखिरमा यो सुगर भन्ने रोग कस्तो रोग हो त? यो के को कारण लाग्छन् त? यो कस्तो मान्छेले लाग्न सक्छ त? यसका लक्षणहरु के छन् त? यसका असरहरु के हुन सक्छ त? यसलाई रोकथाम गर्न र नियन्त्रण गर्न हामीले के गर्नुपर्छ त? यो बारेमा म आज तपाईहरुलाई भन्न गइरहेको छु। डायबिटिज एउटा दीर्घकालीन रोग हो जुन हाम्रो रगतमा सुगरको अथवा ग्लुकोजको लेभल चाहेको भन्दा बढी भयो भने हुने गर्दछ। हाम्रो शरीरमा एउटा प्यानक्रियास नामको अंग हुन्छ जसले इन्सुलिन निकाल्ने गर्छन्। यदि कुनै खण्डमा प्यानक्रियासले इन्सुलिनलाई निकाल्न कम गर्यो भने अथवा इन्सुलिन निस्के पनि त्यसले हाम्रो रगतमा रहेको ग्लुकोजलाई रेस्पोन्स गर्न सकेन भने त्यस खण्डमा डायबिटिज हुने हो। आखिर ग्लुकोजको नर्मल रेन्ज कति हो त हाम्रो रगतमा? यदि खाना खानु अगाडि 126 mg/dl भन्दा थोरै छन् भने त्यो नर्मल हो र खाना खाइसकेपछि 200 mg/ml भन्दा बढी जानु भएन। यदि त्यो भन्दा बढी गयो भने त्यसलाई डायबिटिज भनिने गर्छन्। डायबिटिज कति प्रकारको छन् त? पहिलो टाइप 1 जुन इन्सुलिनको लेभल कमी भएर हुने गर्छन्। यो टाइप 1 धेरै जसो बच्चाहरूलाई जुन 15 वर्षभन्दा थोरै छन् तिनीहरुमा एकदमै बढी देखिने गर्छ। नेपालमा चाहे विश्वमा रहेको डायबिटिज पेशेन्ट मध्ये करिब 10% टाइप 1 रहेको छन् भने बाँकी टाइप 2 जुन प्राय जसो 20 वर्षभन्दा माथिको उमेरको सम्पूर्ण मानिसहरुमा देखिने डायबिटिज हो। यसमा इन्सुलिन प्रोडक्सन त हुन्छ तर उसले केही कारणवश ग्लुकोजलाई रेस्पोन्स गर्न सकिन, त्यस कारणले डायबिटिज हुने हो। अर्को गेस्टेशनल डायबिटिज मेलाइटस हो जुन गर्भवतीको समयमा केही कारणले सुगरको लेभल रगतमा अत्याधिक बढ्छन् जसमा हामीले नियन्त्रण गर्न सकिएन भने र त्यस्तै हाम्रो खानपिनहरु हो, दैनिक क्रियाकलापहरुमा ध्यान दिएन भने त्यो शिशु लगायत गर्भवती आमा दुवैमा टाइप 2 डायबिटिज देखिन सकिने सम्भावना धेरै बढ्छन्। गर्भवतीको समयमा सुगरको लेभल रगतमा बढ्नु नर्मल हो तर केही रेन्ज भन्दा अत्याधिक रूपमा बढ्यो भने त्यसलाई खतराको सिम्पटम हुन सकिन्छ र त्यो बेला गेस्टेशनल डायबिटिज हुन सकिन्छन्। अहिले हालको समयको डाटा हेर्ने हो भने नेपाल लगायत विश्वमै डायबिटिज पेशेन्ट एकदमै बढिरहेको हामीले देख्न सकिन्छन्। यो दिन प्रतिदिन बढ्दै गइरहेको छन्। नेपालमा हेर्ने हो भने डायबिटिज पेशेन्टको तथ्याङ्क सबैभन्दा बढी मध्य प्रदेशमा देखिएको छन्। अब जानौं के कस्ता कारणले डायबिटिज मेलाइटस हुन सक्छ त? पहिलो उमेरले गर्दा। यदि उमेर बढ्दै गयो भने त्यसपछि मानिसमा टाइप 2 डायबिटिज लाग्ने चान्स एकदमै हाई हुन्छन्। अर्कोमा लिङ्ग। महिला भन्दा पुरुषलाई यो डायबिटिज मेलाइटस लाग्ने जोखिम एकदमै बढी रहेको हुन्छन्। तेस्रोमा ओबेसिटी। यदि शारीरिक तौल चाहेको भन्दा अत्याधिक छन् भने उसलाई यो हाइपरटेन्सन र डायबिटिजले इजिली छुन सकिन्छन्। यदि हाम्रो पुस्तामा यदि कसैलाई डायबिटिज देखिएको छ भने हाम्रो आउने सन्ततिमा पनि यो डायबिटिज देखिन सकिने सम्भावना एकदमै हाई नै रहेको हुन्छन्। यदि हाम्रो खानपिनमा धेरै जसो कार्ब्सहरु भयो भने त्यो बेला पनि डायबिटिज एकदमै बढ्न सकिन्छ। जस्तै हाम्रो नेपालीको खाना हामीलाई थाहै छ, धेरै भात, थोरै दाल, थोरै तरकारी
जसले गर्दा कार्ब्सको मात्रा एकदमै बढी हुन जान्छ। यसको साथै अत्याधिक रूपमा हामीले फाइबरस फ्रुटहरू खान सकिन भने जस्तै सुन्तला, अम्बा योहरूमा अत्याधिक रूपमा फाइबरस फ्रुटहरू पाउँछन्। तर हामीले यी सेवन गर्न सकिएन भने हामीलाई डायबिटिज हुन सकिन्छन्। यसका साथै रक्सी, धुम्रपानको अत्याधिक सेवन र साथै स्ट्रेस पनि एकदमै बढी लियो भने डायबिटिज मेलाइटस हुन सकिन्छ। यो डायबिटिज मेलाइटसको लक्षणहरू के कस्ता छन् त? पहिलो, अत्याधिक भोक लाग्ने, अत्याधिक पिसाब आउने, अत्याधिक प्यास लाग्ने, धेरै शारीरिक तौल घट्ने, सामान्य कामले पनि अत्याधिक थकित बनाउने, यी सब डायबिटिज मेलाइटस हुनुको केही लक्षणहरू हो। डायबिटिज मेलाइटसले स्वास्थ्यमा के कस्ता असरहरू पुर्याउन सक्छन् त? पहिलो मुटुको कुरा गरौँ। यदि डायबिटिज मेलाइटस छ भने मुटुको रोग एकदमै बढ्न सकिन्छ, जस्तै ब्लड प्रेसर एकदमै बढ्न सकियो। अर्कोमा हार्ट फेलियरको चान्सेस पनि एकदमै हाई हुन्छन्। दोस्रोमा नसाको समस्याहरू, जस्तै कोलेस्ट्रोल लेभलहरू बढेर त्यसले प्रेसर बढाउने, त्यसले गर्दाखेरि हार्ट अट्याक पनि आउन सक्ने, हार्ट फेलियरहरू हुन सकिने। अर्कोमा न्युरोप्याथी, जसलाई नर्भको ड्यामेज पनि भनिन्छ। डायबिटिज मेलाइटस एकदमै बढी भएपछि त्यसपछि न्युरोप्याथी जस्ता समस्या पनि निम्त्याउन सकिन्छन्। यसले यति मात्र होइन, कहीँ धेरै जसो मान्छेहरूमा यो पनि देखिएको छ कि डायबिटिज मेलाइटस धेरै भएर यसले रेटिनोप्याथी, जसलाई आँखामा अन्धोपन ल्याउनु पनि भनिन्छ, यस्तो समस्या पनि यो डायबिटिज मेलाइटसले सजिलै निम्त्याउन सकिन्छ। यति मात्र होइन, कुनै केसमा यदि ब्लड सुगर लेभल एकदमै हाई भयो भने कुनै सामान्य घाउ भए पनि त्यो घाउ छिटो निको नभएर त्यो एकदमै इन्फेक्टियस भएर त्यसले यस्तो कन्डिसनमा लान्छन् जुन कन्डिसनमा त्यो भाग चाहे औँला होस् चाहे खुट्टा होस् त्यसलाई काटेर हटाउनु पर्ने अवस्था पनि ल्याउँछ, जसलाई एम्पुटेसन पनि भनिन्छन्। त्यही भएर यो डायबिटिज मेलाइटस कुनै सामान्य विषय होइन, यो डायबिटिज कुनै सामान्य रोग होइन, यसले एकदमै ठुलो खतरा पनि पुर्याउन सकिन्छ स्वास्थ्यमा। त्यही भएर यसलाई नियन्त्रण गर्नु र रोकथाम गर्नु अत्याधिक आवश्यक छ। र यसलाई नियन्त्रण कसरी गर्ने त? यसबाट कसरी हामी बच्न सकिन्छ त? यसका उपायहरू के कस्ता हुन् त? ल अब त्यस उपायतर्फ हामी लागौँ। यो डायबिटिजबाट बच्नलाई सर्वप्रथम त हाम्रो दैनिक जीवनशैलीबाटै सुरुवात गरौँ। सबभन्दा पहिला सही समयमा खाना खाने, त्यो पनि एकदमै हेल्दी, जसमा सागसब्जी, फलफुल, दुध, दही अत्याधिक रूपमा होस्। यो भातहरू जति हामी खाने गर्थ्यौँ त्योभन्दा अलिकति थोरै होस्, ब्यालेन्स फर्ममा रहोस्। भेराइटीभन्दा भेराइटी खानाहरू सेवन गर्ने, सागसब्जीहरू जति सकिन्छ त्यति धेरै सेवन गर्ने, अत्याधिक रूपमा पानी खाने र दैनिक रूपमा 1 घन्टा या सबभन्दा बढी शरीरबाट पसिना निस्किने गरी शारीरिक क्रियाकलापमा संलग्न हुने, चाहे घरको काम होस् चाहे एक्सर्साइज गरेर। मासुमा पाउने बोसो जुन सेचुरेटेड फ्याट हो, यसले ठुलो समस्याहरू निम्त्याउन सक्छ। त्यही भएर त्यो मासुभन्दा माछाको सेवन गर्नु एकदमै गुणस्तरीय पनि हुन्छ। त्यही भएर मासुभन्दा माछाको सेवन अत्याधिक रूपमा गर्ने, रक्सी, धूम्रपानको सेवन नगर्ने, बाहिर पाउने प्याकेटका फुडहरू साथै होटेलहरूमा पाउने समोसाहरू भयो त्यस्ता सेवन नगर्ने, किनभने त्यहाँ ट्रान्स फ्याटहरू पनि एकदमै बढी देखिन सकिन्छन्। यदि तपाईमा पनि डायबिटिज छ भने त्यसबेला डायबिटिज पेसेन्टमा कोलेस्ट्रोल लेभल ब्लडमा बढ्न सकिन्छ, जसले गर्दा हाइपरटेन्सन र मुटु सम्बन्धी रोग अत्याधिक लाग्न सकिन्छ। त्यही भएर समय समयमा ब्लडको कोलेस्ट्रोल लेभल चेक गर्ने, ब्लड प्रेसर चेक गर्ने र यसलाई मेन्टेन राख्न सक्दो प्रयास गरिराख्ने। यदि
हामीले यी सारा आइडियाहरूलाई अपनाउन सकियो भने र फलो गर्न सकियो भने डायबिटिक पेसेन्टमा सुगर लेभललाई मेन्टेन त गर्न सकियो साथै एकदमै यसलाई रोकथाम पनि गर्न सकिन्छौँ, नियन्त्रण पनि गर्न सकिन्छौँ र अन्यलाई डायबिटिक हुनबाट रोक्न पनि सकिन्छौँ। त्यसैले तपाईहरु पनि आजबाट सचेत हुनुहोस् र राम्रो खानपानतर्फ ध्यान दिनुहोस् र आफ्नो स्वास्थ्यलाई बनाउनुहोस्। तपाईको भोलि आजको क्रियाकलापले डिसाइड गर्छ। किनभने भन्छ नि प्रिभेन्सन इज बेटर देन क्योर। हस्त धन्यवाद।